चाहिँ आज आइसलेक जाँदैछौँ। हामी चाहिँ भर्खरै स्टार्ट गरेका छौँ, तर एकदम मेरो सास फुलिराखेको छ। आशा छ म अवश्य नै पुग्नेछु। पुगेर म तपाईँलाई देखाउनेछु है त। हेलो साथीहरू, म चाहिँ आइसलेकको धेरै नजिक आइपुगिसकेको छु। म माथि चाहिँ चौरीहरू एकदम रमाइलो गरेर चढिराखेको छ। म पछाडि धेरै हिमालहरू मुस्कुराइराखेको छ। म भने आइसलेकलाई भेट्नको लागि धेरै एक्साइटेड छु। हेलो गाइज, फाइनल्ली चौरी गाई चरेको ठाउँमा पनि आइपुग्यो। अब आइसलेकको एकदम करिब नजिकमा छु। धेरै माथि हाइटमा आइसकेको छु। यो तल देखेको चाहिँ मनाङ बजार र यो चाहिँ हाम्रो आइसलेक जाने बाटो है त। एकदम रमाइलो। परमेश्वरको सृष्टि कति महान छ। पहाडमा फुल्ने फुल्ने ताहरू प्रकृतिलाई सृष्टि गर्ने प्रभु कति असल छु। Oh my god, what a view यार। सिसिदा कति राम्रो आएको। Oh my god। हेलो गाइज, म चाहिँ फाइनल्ली आज आइसलेकमा आइपुगेको छु। आइसलेक चाहिँ एकदम सुन्दर, यो मर्निङ भ्यू भएको भएर माथिको छाया पुरै तालमा देखिएको छ। एकदम मैले सोचेको भन्दा, मैले साँच्चै नै आशा गरेको भन्दा छुट्टै बेग्लै मैले पाएको छु। ठ्याक्कै पानीमा क्या मिठो छाया बसेको छ। अनि म एकदम खुसी छु। अनि प्रभुलाई म विशेष धन्यवाद दिन्छु। यो सृष्टि बनाउनु हुने हाम्रो महान परमेश्वरलाई आएर, यो डाँडामा आएर धन्यवाद दिनु पाउनु मेरो लागि एकदम गर्वको कुरा हो। ल, हामी चाहिँ चौरी खर्कामा आइपुगेका छौँ। अब हामी चौरीको मही खाएर अनि त्यसपछि हामी तल झर्ने हो। चौरी खर्का यहाँ चाहिँ बेलुका चौरी लिएर आएर राख्नुहुन्छ। अनि यो दिदीले चाहिँ हामीलाई अहिले चौरीको मही खाएर जानु भन्नुभएको छ।
फ्रेस दुध दुने बेला पनि अलिक भएको छैन पैसा फ्रिजमा राखिहाल्नु पर्दछ यहाँ त चिसै छ नि त यो असारको अन्तिम अनि तपाईँ चाहिँ बहिनी हेलो साथीहरू यहाँ चाहिँ मजाले चौरी चरेर बसेको छ अगाडि हिमाल यता चौरी यो अगाडिको ताल एकदम राम्रो भ्यू देखिन्छ है हेलो साथीहरू हामी चाहिँ आज खन्सारभन्दा थोरै माथि छौँ र यहाँबाट चाहिँ हामीले सुन्दर अझै हामी माथि गएर आएको र अहिले चाहिँ हामी बिच बाटोमा छौँ र यो तल देखेको चाहिँ खन्सार भिलेज एकदम सुन्दर देखिएको छ